अहिले चाहिँ अब यो महिलाहरूको बेलुन फुटाइ हुँदैछ है। सबैजना रेडीमा छ बेलुन फुटाउनुको लागि। एकदम दौरत बान्दैछ है। आज के छ, कतिवटा बेलुन फुटाउँछौ तिमी? कतिजना हो यहाँ? अब कतिजना जानु नि? तिमी चाहिँ कतिवटा टार्गेट चाहिँ राखेछौ फुटाउने? कतिवटा फुटाउने कि आफ्नै फुटाउने? स्टार्ट पनि भइसकेको छ। तर हुँदैछ बेलुन फुटाइदिन्छ ला। साह्रो सेको यार पनि आउट। 30 जनाको फुटाउँछु भने नि आउट। अब चाहिँ सातजना अब लक्की 7 मात्रै अब अन्त भिड्नु पर्ने हुन्छ नि त बहिनी। कस्तो भएको क्या अब। यस्तो खेलमा अलिकति हाँसोपन त भइ नै हाल्छ है। यो चाहिँ हेरेको अलिक बिस्तारी अलिकति यङ्गस्टरहरू परेको छ है अहिले चाहिँ। फुटाउने पनि अलिकति उयो भइरहेको छ। ल अब एकजनाको फुट्नु बाँकी अनि त्यसपछि चाहिँ फाइनलिस्ट हो। ती 6 जनाको भिडाउनु त हुन्छ। 2 जना चाहिँ भिडाउनु त परे जस्तो छ। अब चाहिँ फाइनल पनि स्टार्ट भइसकेको छ है। रेखादेखि खुट्टा चलाउनुले घर व्यवहार चलाउनु राम्ररी जानेको हुन्छ भन्दै हाम्रो सरले, उमाकान्त सरले पनि भन्नुहुँदैछ है। त्यो के सही हो त? यसको सही जवाब चाहियो है। म त तिमीले पो जित्छौ होला भन्नु ठान्ने थिएँ। ला कुर्ता लाउने भनेर चाहिँ बहिनीले गेस गरिरहेको थियो कि। तिमीले भने फर्स्टमा गेस राम्रो गर्दा रहेछौ। धन्यवाद।